यो माथि नेर यहाँदेखि कति 40 फिट 50 फिट माथिल्लोपट्टि चाहिँ रोड छ। पहिरो र रोड भेट्न 40-50 फिट अब त बाँकी छ। त्यहाँदेखि रोड जाने रहेछ। अब बर्खा ठुलो रेनी सिजन सुरु भएपछि लुतुतु बग्न सुरु गरिहाल्छ यो पहिरो। अहिले थामेको छ है, हिउँदोमा थामिन्छ, बर्खा लाग्दा सुरु हुन्छ। अन्त त्यहाँदेखि चाहिँ त्यहाँको याङसुम जाने, लेक्सेप जाने, जोरथाङ जाने, गेजिङ जाने यातायात गर्नेहरूलाई चाहिँ धेरै असुविधा हुन सक्छ है भविष्यमा। यो तपाईलाई यो देखाएको दृश्य चाहिँ यो पहिरो हो। मैले खास तपाईलाई पहिरो देखाउन खोजेको है। अब यत्रो पहिरोको यहाँ सानो भएको छ यो ठाउँहरु। यस्तो ठाउँमा चाहिँ वालहरु गर्न सकिन्छ, पहिरो रोकिन्छ। यो चाहिँ लक गर्ने जग्गाहरु हुन्छ है। ल लक गर्न सक्छ। यसलाई पनि यहाँनेर गर्न सकिन्छ है। पहिरोलाई चाहिँ लक गर्नुपर्छ खासै गरी चाहिँ। समाधानहरु त धेरै छ नि अब, तर अब धेरै खर्चहरु पनि छ होला सायद। तरै पनि कोसिस चाहिँ हामी गर्नुपर्छ, तपाईँ हामी लागेर। तपाईँ हामीले नै यसलाई कोसिस गरेन भनेदेखि अरु त कसैले गर्नेवाला छैन। त्यही कारण हामीले अघि बढ्नुपर्छ। तपाईले यो भिडियो तपाईको अगाडि आयो भने शेयर गरिदिनुस् है। तपाईको मनमा आए जे आए त्यही कमेन्ट गरिदिनुस्, लाइक गरिदिनुस्।